मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाको शिखरकोटबाट डाँडाबास पुगेर पश्चिमतर्फ नजर लगाउँदा प्रकृतिसँगै लुटपुटिरहेको हरिया फाँट, पहाडी गराहरू, डाँडापाखा र एउटा पहाडी ग्रामीण परिवेश देखिन्छ। अनि यहीँबाट गैरी गाउँ हुँदै ओह्रालो लाग्दै गर्दा कैलाश गाउँपालिका वडा नम्बर 5 को करिब 1 घण्टा सडक मार्ग पार गरेपछि वडा नम्बर 6 आइपुग्छ। अब अघि डाँडाबासबाट देखिएका सुन्दर हरियाली ग्रामीण परिवेशलाई हामी प्रत्यक्ष रूपमा स्पर्श गर्न पुग्छौं। हो, यस वृत्तचित्रमा हामी कैलाश गाउँपालिका वडा नम्बर 6 को समग्र परिवेशलाई संक्षिप्त रूपमा नजिकबाट निहाल्ने प्रयास गर्दैछौं। कैलाश गाउँपालिकाको 6 नम्बर ओडाले भित्री मधेस बिर्साउने सालको जंगलदेखि तामन सिम्मन्ज्याङ बिर्साउने सल्ला खस्रुका जंगल र सोही अनुसारको हावापानीलाई समेट्छ। अर्थात् यो एउटै ओडालाई फेरो लगाउने हो भने गर्मीदेखि चिसो र चिसोदेखि गर्मी दुवैको अनुभव गर्न सकिन्छ। राज्यको पुनर्संरचना भई 2073 सालमा कैलाश गाउँपालिका बन्न अघि यो वडा साबिक गोगने गाविसको एउटा भाग थियो, एउटा भेग थियो। यही साबिक गोगने गाविसको गोगने र पकनी छुट्याउने यो खोलाबाट अहिलेको वडा नम्बर 6 को सिमाना सुरु हुन्छ। गोगनेको तल्लो भागबाट झलुङ्गे फूलको अनुभव लिएर वा सडक मार्गबाट ठाडो खोलालाई छिचोलेर वडा नम्बर 6 पुगिन्छ। 16.31 वर्ग किलोमिटर क्षेत्रफल रहेको यस ओडाको केन्द्र पकनीमा रहेको छ। ओडा केन्द्रसँगै पकनी ओडाकै बजार केन्द्र पनि हो। यहाँबाट नियमित रूपमा हेटौडा र काठमाडौँको लागि सार्वजनिक यातायातको पनि सुविधा रहेको छ। तथ्याङ्क अनुसार यस ओडामा 1091 जना पुरुष र 1068 महिला गरी कुल 2169 जनसङ्ख्या रहेको छ भने घरधुरी सङ्ख्या 365 रहेको छ। विकास, पूर्वाधार, अर्थतन्त्र, राजनीति, समाज, संस्कृति, शिक्षा र चेतनाको दृष्टिले विगतको तुलनामा यहाँको परिवेश बिस्तारै बदलिँदै गएको अनुभूति हुन्छ। लान्छ 2000 लाने हुन्छ म 2000 यो पहिलो सुरुमा सामूहिक रूपमा एउटा चाहिँ यो ठुली बेसी जनजाति कृषक समूह सञ्चालन भएको थियो, जस अन्तर्गत हामीले प्रत्येक महिनामा चाहिँ हामीले मिटिङ गर्ने गरेको थियौँ र यो मिटिङमा हामीले केही कोष पैसाहरू सङ्कलन गर्छौँ। त्यसपछि गएर राज्यले पाउनुपर्ने सुविधाहरूको माग गर्छौँ। हरेक संस्थाहरू आउँदाखेरि पनि यही समूहको मातहतबाट चाहिँ उहाँहरू हरेक कार्यक्रम लिएर आउनु गर्नुहुनेछ। त्यस कारणले हामीले नियमित रूपमा चाहिँ यो मिटिङ गर्नुपर्ने भएको हुँदा हामीले नियमित मिटिङ सञ्चालन गरिएको। स्वयं यहाँका बासिन्दाले बिस्तारै परिवर्तनको महसुस गर्न थालेका छन्। पहिला गाविस थियो, अहिले वडामा आफ्नो टोलमा यो सुविधा सरकारी सेवा सुविधाहरू प्रदान भएको थियो। यो एउटा ठिकै हो।
वर्तमान वस्तुगत स्थितिहरूको सरसर्ती भोगाईबाट स्थानीयहरू भन्न थालेका छन् विगतको भन्दा वर्तमानमा सुविधाहरू थपिएका छन् र अझै सेवा सुविधाको लागि काम गर्न पनि धेरै बाँकी छ। हुन पनि हो विकास एकैपटक सम्भव छैन। यसको लागि सोच, उद्देश्य, योजना, स्रोत, साधन सबै चाहिन्छ। सीमित स्रोतहरूको उपयोगबाट असीमित आवश्यकताहरू पूरा गर्न त समय लाग्छ नै। यही मेसोमा हाल 2079 सालको स्थानीय तह निर्वाचनमा जनमतबाट निर्वाचित वडाध्यक्ष रामबहादुर गोम्बा नेतृत्वको जनप्रतिनिधि टिमले बलबुताले भ्याएसम्म काम गरिरहेको छ। हामी स्थानीय सरकार आएपछि हाम्रो सबैभन्दा यहाँको समस्या चाहिँ अब पूर्वाधार विकासहरू नै र अलिकति भौगोलिक बनावटको कारणले एउटा चाहिँ पहाडी जुन भूगोलहरू भएको कारणले चाहिँ एउटा अलि समस्या नै छ एउटा पूर्वाधार विकासहरू। त्यसको लागि चाहिँ हामी स्थानीय सरकार जुन 2074 संहिता लागू भएदेखि स्थानीय सरकारले चाहिँ यही कुरामा नै बढी मध्यस्थता राखेर चाहिँ एक घर एक बाटोको चाहिँ अवधारणाहरू ल्याएका छौँ र त्यो नै हामीले अहिले स्थानीय सरकारको एउटा उद्देश्य छ जुन चाहिँ हाम्रो आदरणीय अध्यक्षज्यूदेखि लिएर अहिले हाम्रो पुरा सम्पूर्ण टिमले चाहिँ कैलाशलाई चाहिँ एउटा चाहिँ पूर्वाधारमा चाहिँ एक घर एक बाटोको अवधारणा लिएर जनतालाई चाहिँ सुविधा दिने अवधारणा राखेका छौँ। र त्यसपछि अब हामी कहाँ कैलाशमा चाहिँ अब शिक्षा, स्वास्थ्य, सुशासन र कृषि, पर्यटनको क्षेत्रमा पनि हामीले काम गरिरहेका छौँ र त्यसमा स्थानीय सरकारले यहाँका जुन जनतामा चाहिँ जनताको जुन पूर्वाधार विकासदेखि जुन चाहिँ मसिनो समस्याहरू जुन चाहिँ तपाईँको सुन्ना लेभलको जुन चाहिँ ग्रासरुट लेभलको समस्याहरूलाई चाहिँ हामीले जनताको समस्याहरू समाधान गर्दै चाहिँ अगाडि बढिरहेका छौँ। त्यसमा त्यो मध्येमा पनि हाम्रो कैलाश गाउँपालिकामा चाहिँ एउटा शिक्षा सबैभन्दा पहिला समाज रूपान्तरणको निम्ति चाहिँ शिक्षा र जुन जनतामा चाहिँ एउटा मनस्थिति चेन्ज गर्नको लागि एउटा व्यवहार चेन्ज गर्नको लागि चाहिँ हामीले शिक्षामा बढी चाहिँ शिक्षालाई चाहिँ कसरी हुन्छ शिक्षाको चाहिँ अब घर घरमा गएर अभिभावकलाई पढाइदिनुहोस् भन्ने र त्यसदेखि स्कुलमा चाहिँ हामीले चाहिँ निःशुल्क +2 सम्म निःशुल्क शिक्षा त्यसलाई नै बढी प्रायोरिटी दिइरहेका छौँ र शिक्षामा चाहिँ हामीले एकदम आमूल परिवर्तन ल्याउनको लागि यहाँ चाहिँ शिक्षकहरूलाई चाहिँ तालिम दिने र गोष्ठी राख्ने र गाउँपालिकामा चाहिँ हरेक मिटिङहरूमा हरेक चाहिँ प्रोग्रामहरूमा शिक्षाकै विषयहरूमा चाहिँ बढी प्रायोरिटी दिएर काम गरिरहेको अवस्था छ। र त्यसपछि स्वास्थ्यमा पनि हाम्रो चाहिँ जुन अलिक विगतताको कारणले चाहिँ गाउँमा चाहिँ गाउँघर क्लिनिक र स्वास्थ्य केन्द्रहरू जुन चाहिँ वडामा चाहिँ स्वास्थ्य चौकीहरू र 2टा वडाको बिचमा चाहिँ स्वास्थ्य एउटा चाहिँ अलिकति त्यसलाई चाहिँ सुत्केरीहरू गराउन सक्नेदेखि लिएर त्यहाँ चाहिँ रगतहरू चेक गराउन सक्ने अलिकति चाहिँ त्यो खालको अलि उच्च लेभलको चाहिँ स्वास्थ्यहरू चाहिँ अवधारणाहरू ल्याएका छौँ र त्यो अहिले चलिरहेको अवस्था छ। र त्यससँगै हामीले खानेपानीको उसमा एक घर एक खानेपानीको हिसाबले जुन चाहिँ हाम्रो चाहिँ संस्थाहरूसँग चाहिँ कोअर्डिनेसन गरेर जुन चाहिँ ओइन टु वाटर, आरआरएन नेपाल र अरू पनि संस्थाहरूलाई ल्याएर हामीले चाहिँ प्रेम सेवा समाज देखि अरू एनजिओ आइएनजिओसँग सहकार्य गरेर चाहिँ हामीले चाहिँ खानेपानीलाई पनि एक घर एक धाराको उसमा लगेर एक घर एक धाराको अवधारणामा लगेर चाहिँ यहाँको जनतालाई चाहिँ खानेपानीको सेवा सुविधा दिने अवधारणाहरू बनाएका छौँ। र त्यसपछि हामीले अरू विषयहरूमा चाहिँ जनतालाई सुशासन कायम राख्ने र जनतामा चाहिँ जनताको समस्याहरूलाई चाहिँ हामीले गाउँमा गएर चाहिँ के छ के भइरहेको छ र जुन चाहिँ टोलमा गएर चाहिँ त्यो समस्याहरूलाई चाहिँ समाधान गर्ने गरेका छौँ। वडा सचिव रञ्जित सिंह यादव र वडामा कार्यरत कर्मचारीहरूको टिम पनि जनप्रतिनिधिहरूसँग हातेमालो गर्दै आफ्ना कर्तव्य र जिम्मेवारीलाई कमी हुन नदिई खटिरहेको छ।
विकासका लागि स्थानीय राजनीतिक दलहरू, शिक्षक, सहकारी कर्मी, व्यवसायी, सर्वसाधारण नागरिक सबैको रचनात्मक सहयोग रहेकै छ। साँच्चै कैलाश 6 को विकासको निम्ति राजनीति पाटोलाई अलग्याएर सबै दलका साथीहरू मिलेर आफ्नो गाउँ आफ्नो ठाउँ बनाउनु पर्छ भनेर सबै राजनीतिक दल मिलेर लागि पर्यो भने विकासको कार्यक्रम अगाडि बढ्छ। यहाँ फरक फरक संस्कृति र संस्कार भएका बाहुन, छेत्री, तामाङ, मगर आदिको बसोबास रहेको भए पनि जातीय र धार्मिक सहिष्णुता रहेको छ। म चाहिँ भन्नुपर्दा नेपाल मगर सङ्घ कैलाश गाउँ कार्य समितिको अध्यक्ष हुँ र मगर सङ्घले पनि अहिले विभिन्न खालको चाहिँ एउटा आफ्नो संस्कार आफ्नो संस्कृति जोगाउनु पर्छ भनेर तपाईँको हामीले चाहिँ तपाईँको अहिले नौमती बाजाहरू पनि होइन बजाउँदै आइरहेको छ। यसपालि पनि स्थानीय गाउँपालिकाको सहयोगमा हामीलाई 3 लाख रुपियाँ बजेट प्राप्त भएको थियो होइन। त्यसले पनि केही सांस्कृतिक झल्किने चिजहरू सामानहरू खरिद गरेर होइन अहिले साथीहरू लागि परिराख्नु भएको छ होइन। त्यसलाई पनि एउटा चाहिँ जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले तपाईँको विभिन्न वेशभूषा लगायत होइन सामग्रीहरू ल्याएर तपाईँको अहिले हामीले एउटा कल्चरहरू देखाउने कार्यक्रम पनि भइरहेको छ। यहाँ अहिलेसम्म सामाजिक सद्भावमा कुनै समस्या देखिएको छैन। राजनैतिक खिचातानी छैन। यही एकताको बलबाट विकासले लय लिइरहेको देखिन्छ। यस 6 नम्बर वडाको भौतिक पूर्वाधारको स्थिति हेर्दा झोलुङ्गे पुल, सडक पूर्वाधार, सार्वजनिक भवन आदिमा ध्यान दिएको देखिन्छ। यसका साथै यस क्षेत्रकै एकमात्र भ्यू टावर पर्यटकहरूको लागि समेत आकर्षणको केन्द्र बनिरहेको छ। यहाँबाट पूर्वतर्फ उच्च स्थानमा रहेको थाहा नगरपालिका र कैलाश गाउँपालिकाको सिमाना क्षेत्रका साथै उत्तरतर्फ धादिङ जिल्ला गजुरी गाउँपालिका र मकवानपुर थाहा नगरपालिकाका सिमानामा लहरेदार पर्वतहरूको समेत अवलोकन गर्न सकिन्छ। छिमेकी वडा नम्बर 1 र वडा नम्बर 5 वरपरका दृश्यहरू पनि देखिने नै भइहाले। यही भ्यू टावरसँगै निर्माण भइरहेको 27 फिट अग्लो महादेवको मूर्ति धार्मिक पर्यटकहरूको लागि थप आकर्षण बन्नेमा दुई मत छैन। यस्तै विश्वमा शान्ति फैलिरहोस् भन्ने कामनाका साथ वडाभित्रै गुम्बा निर्माण कार्य पनि भइरहेको छ। त्यसो त यहाँ अन्य धार्मिक स्थलहरू पनि रहेका छन्। म यहाँ हाम्रो 3 पुस्ता चाहिँ यहाँ पुजारी गर्दैछ। यहाँ देवताको मन्दिरहरू चाहिँ यहाँ सिद्धमहादेव, 2 ठाउँ सिद्धमहादेव भन्छ, 2 ठाउँ सिद्धमहादेव पूजा गरिरहेको छ। एक ठाउँमा जलेश्वर जाल्पादेवी, एक ठाउँमा चम्पादेवी र यो चाहिँ फेरि हामीले नै पूजा गर्ने रहेछ। 6 नम्बर पर्छ अहिले यो चिलेश्वर महादेव छ यहाँ तल, त्यहाँ 5मा चिलेश्वर महादेव खान्छ। त्यहाँ गएर यसकै 6 नम्बरको पुछारमा गएर बालिकनी माईको ऊ छ ठान छ। समय बदलिँदैछ र समयसँगै जनजीवन पनि बदलिँदैछ। जनजीवनको आयामहरू पनि बदलिँदैछन्। यसको लागि शिक्षाले पनि काम गरेको छ। शिक्षा क्षेत्रमा यसै ओडामा रहेको खास गरी साबिक गोगने गाविसकै एक मात्र माध्यमिक विद्यालय व्यास माध्यमिक विद्यालयले भूमिका निर्वाह गरेको छ। मेरो नाम सुप्रिया मुक्तान। म श्री व्यास माध्यमिक विद्यालय कक्षा 10 मा अध्ययनरत छु। म चाहिँ श्री व्यास माध्यमिक विद्यालयमा पढ्छु। हाम्रो स्कुलमा 9:55 मा घन्टी बजाउँछ र हामी सबै लाइन बस्न जान्छौँ। अनि लाइनबाट आएर
कक्षागत गीत गाउँछौँ। जय जय काली जय जय गौरव, जय जय काली जय जय गौरव। अनि सर मिसहरू क्लासमा आउनुहुन्छ, गृह कार्यहरू गर्न लगाउनुहुन्छ। अब समग्रमा यस विद्यालय व्यास माविको बारेमा भन्नुपर्दा यो विद्यालय चाहिँ कैलाश गाउँपालिकाको उत्कृष्ट भवन भएको विद्यालय हो। यसमा चाहिँ पक्की घेराबार, त्यसै गरी बालमैत्री शौचालयदेखि लिएर सिङ्गो भवन नै बालमैत्री हिसाबले बनेको छ र यस विद्यालयलाई स्थानीय तहमा गाउँपालिका र वडाले हेर्ने हो भने सकारात्मक छ र हरेक पक्षमा उहाँहरूको साथ सहयोग छ र त्यही ढङ्गले हामी पनि लागेका छौँ र विद्यालयमा विद्यार्थीहरूको पठन पाठनको लागि यो समाज, यहाँको जिम्मेवार व्यक्तिहरू, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति सबै पछि जिम्मेवार ढङ्गले लागेको छ र समग्रमा हाम्रो यस विद्यालयले हालसम्म कैलाश गाउँपालिकामा लगभग 68 सालबाट एसी सुरुवात गरेको विद्यालयमा हालसम्म विद्यालय नीट गएको छैन र 2080 सालको एसी परीक्षा अथवा 81 को आउन बाँकी छ। 80 को चाहिँ एसी परीक्षामा पनि कतिपय विद्यालयहरू नील जाँदा यस विद्यालयबाट 3 जना छात्र छात्राहरू उत्तीर्ण भएका छन्। अझै यस विद्यालयलाई योभन्दा व्यवस्थित ढङ्गबाट चलाउनको लागि र शिक्षाको गुणस्तर ल्याउनको लागि हामीसँग मावि दरबन्दी जम्मा 2 वटा दरबन्दी छ, 3 वटामा एउटा नियुक्ति हुन बाँकी छ। फुलफी दरबन्दी भइदियो र पालिका स्तरबाट शैक्षिक गतिविधिको अनुगमन र हरेक तहर तबकाबाट हुने अनुगमन बलियो भइदियो भने यहाँको शैक्षिक गुणस्तर उच्च हुने हामीले पाएका छौँ। वडा र विद्यालयको हेर्ने हो भने राम्रै मान्नुपर्छ। विद्यालयमा वडा तहबाट पनि बेलामा अनुगमन हुन्छ र उहाँहरूले यस विद्यालयको लागि हालसम्म सकारात्मक भूमिका खेलिरहनु भएको छ भन्ने हामीले महसुस गरेका छौँ। समुदायमा सबैको चासो यस माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरमा केन्द्रित छ। यसमा विद्यालयले पनि ध्यान दिएको छ। अहिले वडामा विद्यालय बाहिर कोही बालबालिका छैनन् भन्दा पनि हुन्छ। बालबालिकाको शिक्षामा धेरै कुराले प्रभाव पार्दछ। यसमा एउटा कारण आर्थिक पक्ष पनि हो। आर्थिक वृद्धि र विकासको स्थितिमा वडाको एकिन तथ्याङ्क नभए पनि स्थानीय नागरिकहरूको व्यावसायिक कर्मले यहाँको जीवनयापनको स्तर वृद्धि हुँदै गएको सबैले स्वीकार गर्दछन्। परम्परागत कृषि कर्मको स्थानमा अहिले क्रमशः व्यावसायिकताको अभ्यास हुन थालेको छ। कृषकहरू कसरी व्यावसायिक हुने, नगदी खेतीलाई कसरी विस्तार र विकास गर्ने, नयाँ प्रविधिहरू के आएको छ, उत्पादन लागत घटाएर उत्पादकत्व कसरी बढाउने भन्नेमा ध्यान दिन थालेका छन्। त्यसैले गाउँमा अहिले हल गोरुको ठाउँमा हाते ट्र्याक्टरहरू भित्रिएका छन्। अन्य प्रविधि तथा सुविधाहरू भित्रिन थालेका छन्। यहाँ कृषि क्षेत्रको विकास र प्रवर्धनमा सबै सरोकारवालाहरूको ध्यान केन्द्रित भएको देखिन्छ। वडाका सबैजसो नागरिकहरू कृषि पेसामा आबद्ध भएका कारण यही क्षेत्र र यसैसँग सम्बन्धित पेसाबाट वडा समृद्ध हुन सक्छ भन्नेमा सबैको एकमत देखिन्छ। नमस्कार, मेरो नाम चाहिँ आशा कुमारी थिङ। हाल चाहिँ म कैलाश गाउँपालिका वार्ड नम्बर 6 मा बस्छु। अहिलेको चाहिँ म किसान सूचीकरण सहजकर्ता कैलाश गाउँपालिकामा करारमा नियुक्ति भएको। किसान सूचीकरण भनेको चाहिँ के हो भने सम्बन्धित किसानले चाहिँ सेवा सुविधा सहुलियत पाउनको लागि चाहिँ किसान सूचीकरण गर्नुपर्छ भनेर भन्नुहुन्छ है। किसान सूचीकरण गर्दाखेरि चाहिँ यो वडामा यो पालिकाभित्रमा चाहिँ कतिजना घरधुरी चाहिँ किसान छ, सम्बन्धित किसानलाई चाहिँ कति सहुलियत दिनुपर्ने छ, भौगोलिक हिसाबले पनि यो कैलाश गाउँपालिका चाहिँ एकदम विकट छ। यस विकट ठाउँमा रहेको किसानहरूलाई चाहिँ सहुलियत दिनको लागि अनुदानहरू विभिन्न प्रकारको अनुदानहरू पनि आइरहेको, तर त्यो अनुदानहरू चाहिँ किसानले चाहिँ थाहा नपाएको कारणले गर्दा चाहिँ किसान सूचीकरण गर्यो भने किसान कति छ, यो गाउँपालिकामा चाहिँ किसानलाई दिनुपर्ने सहुलियत के छ, किसानले के पाएको छैन भनेर चाहिँ यसको
विस्तृत रूपमा बुझ्नको लागि चाहिँ किसान सूचीकरण गर्न चाहिँ जरुरी छ र अहिले चाहिँ के भन्छ भने जुन व्यक्तिले किसान सूचीकरण गरेन त्यो व्यक्ति चाहिँ अब किसान होइन, सरकारी रूपमा चाहिँ किसान होइन भनेर चाहिँ भन्ने गरिन्छ। ओडाको कृषि कर्मलाई परम्परागतबाट नवीनतम प्रविधि सहित आधुनिकीकरण र यान्त्रिकीकरणसँग जोड्न सरकारवालाहरूले ध्यान दिइरहेका छन्। अब आज चाहिँ मलकै बारेमा अहिलेसम्म मल चाहिँ तपाईँको सबैलाई पुग्ने हिसाबले यहाँ मलको मल जति छ, मलको रास जति छ त्यही हिसाब त्यसको आधारमा जति पुग्छ त्यति हिसाबले आइरहेको छ। र अरू सुविधा भनेको तपाईँको हाम्रै वडा कार्यालयबाट पाउनुपर्ने सुविधाहरू अहिलेसम्म सुविधा अहिलेसम्म राम्रै पाइरहेको छ। यहाँको ठुली बेसी फाँट सबैको आँखा लाग्दो र लोभ लाग्दो उर्वर भूमि मानिन्छ। मकै होस् या धान या अन्य नगदी बाली होस्, यहाँको उत्पादकत्व निकै राम्रो रहेको छ। पहाडको फेदीमा मिलेका चौडा गराहरूमा लह लह परेको बाली देख्दा सबैको मन आकर्षित हुन्छ। यहाँका कृषकहरू पनि कम मेहनती छैनन्। उत्पादनलाई नगदसँग साट्न सकिने अर्थात् पैसा कमाउन सकिने भएपछि नै स्थानीयहरू कृषिलाई व्यवसायीकरण गर्न उत्साहित भएका हुन्। अन्न बाली भन्दा तरकारी बालीबाट बढी आम्दानी हुने निश्चित भएपछि परम्परागत ढङ्गको अन्न बाली छाडेर उनीहरू नगदे तरकारी बालीतर्फ आकर्षित हुन थालेका छन्। पहिले अवैध गाँजा खेती हुने जग्गामा पनि अहिले तरकारी खेती हुन थालेको छ। यहाँको तरकारी थाहा नगरपालिका हुँदै काठमाडौँ, हेटौडा, वीरगञ्ज, पोखरा, नारायणगढ लगायत देशका मुख्य सहरहरूमा पुग्ने गर्दछ। कृषिलाई व्यवसायीकरण गर्दै आर्थिक सबलीकरणका लागि कृषकहरू आफै सङ्गठित हुन थालेका छन्। गाउँपालिकाले कृषि फर्म, समूह र सहकारीलाई प्राथमिकता दिन थालेपछि यस ओडाका कृषकहरू पनि सोही बमोजिम संस्थागत बन्न थालेका छन्। गाउँपालिकाले कृषि क्षेत्रमा सहयोग गर्नु भनेको नै यो जुन दर्ता भएको समूहहरूमा चाहिँ केही न केही आफू तयारी अवस्थामा दर्ता भएर त्यो के अरे तयारी अवस्थामा रहेर अडिरदेखि लिएर कर चुक्तासम्मको प्रमाणपत्रहरू बनाएर बस्यो भने चाहिँ केही न केही चाहिँ गाउँपालिकाले अनुदान स्वरूप हामीलाई पाउने गरेको छ। कृषकहरूले नजिकै अनुदानको मल प्राप्त गर्दछन्। कोठी मलको पनि प्रशस्त प्रयोग हुन्छ। तरकारीमा रासायनिक विषादी भन्दा जैविक विषादीको प्रयोग ज्यादा हुन्छ। माटो उर्वर भएकोले कृषकहरू कम लागतमै बढी उत्पादन गर्दछन्। ओडामा सकेसम्म सिँचाइको सुविधा पुर्याउने प्रयास गरिएको छ। स्थानीय बासिन्दा व्यावसायिकतातर्फ उन्मुख भए पनि ओडामा परम्परागत खाना, वेशभूषा, चाडपर्व, चालचलन, संस्कृति र संस्कारलाई भने धानेकै देखिन्छ। यो नेपालको बदलिदो सांस्कृतिक चुनौतीका सामु एक प्रकारको सकारात्मक कुरा हो। अहिलेसम्म पनि यहाँका अधिकांश मानिसले पानी घट्टमै पिसेको मकैको ढिँडो खान्छन्। खानाको लागि गुन्द्रुक, सिन्की, भुजुरी बनाउने चलन छँदैछ। सकेसम्म लोकल कुखुराकै मासु खान्छन्। परम्परागत अन्नबाली पनि उब्जाएकै छन्। मौसम अनुसार अर्गानिक आँप, केरा, लिची जस्ता फलफुल पनि उनीहरूको खानकीमा पर्दछन्। नजिकैको खोलामा पाइने स्थानीय जातका माछा पनि उनीहरूको पौष्टिक आहारको रूपमा रहेको छ। दूध, दही, घिउ आदि सकेसम्म परिवार र छरछिमेककै खानपानका लागि तयार हुन्छन्। यद्यपि परिवेश अनुसार कोक फ्यान्टा र चाउचाउ संस्कृति पनि बढ्दै गएको देखिन्छ। स्वास्थ्य प्रणालीको दृष्टिबाट हेर्ने हो भने पहिले यस भेगका मानिसहरू अर्को ओडामा रहेको स्वास्थ्य संस्थामा पुग्नु पर्थ्यो। अहिले ओडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ। नियमित खोप कार्यक्रम, बाल स्वास्थ्य, नियमित गर्भ जाँच, प्राथमिक उपचार लगायत आधारभूत स्वास्थ्य सेवा यहीबाट प्रवाह हुन्छ। यसले गर्दा एकातिर ओडावासीले आफ्नै ओडामा आधारभूत स्वास्थ्य सेवा पाइरहेका छन् भने अर्कातिर उनीहरूको समयको पनि बचत भएको छ।
उपचारका लागि धामी झाँक्रीको विश्वाससँगै स्वास्थ्य संस्थामा जाने प्रवृत्ति बढेको छ। निदान हुन नसकेका तथा जटिल रोगको उपचारको लागि स्वास्थ्य संस्थाले अस्पतालहरूमा रिफर गर्दा धेरैको ज्यान बच्न सफल भएको छ। आफ्नो स्वास्थ्यप्रति स्थानीय बासिन्दा सचेत र सजग हुन थालेका छन्। पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रसँगै वडा कार्यालयले आधारभूत खानेपानीको सुविधामा पनि ध्यान दिएको छ। सकेसम्म सबै घरधुरीमा आधारभूत खानेपानीको सेवा पुर्याउन वडा कार्यालय लागि परेको छ। स्थानीयहरू व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिन थालेका छन्। उनीहरूको शौचालयमै दिसापिसाब गर्ने बानी परिसकेको छ। त्यसैले अहिले वडा सरसफाइयुक्त देखिन्छ। आर्थिक तथा शैक्षिक सबलीकरणको प्रभाव जताततै देखिन्छ। सामाजिक सचेतनाको हिसाबले हेर्दा कैलाश गाउँपालिकाको वडा नम्बर 6 मा महिलामाथि हुने हिंसामा कमी आएको देखिन्छ। गाउँमा मेलमिलापकर्ताहरू पनि सक्रिय छन्। गाउँवासीहरूको अनुभवमा बाल विवाहमा कमी आएको छ। छुवाछुतको भावना हट्दै गएको छ। बोक्सी भनेर महिलामाथि गरिने दुर्व्यवहारमा कमी आएको छ। तर अन्धविश्वासहरू हटाउन अझै बाँकी छ। समग्रमा कैलाश गाउँपालिका वडा नम्बर 6 गाउँपालिकाको गठनदेखि आर्थिक वर्ष 2081-82 को अन्त्यतिर आइपुग्दा स्थानीय जनताको समृद्धि र सुखका लागि सकारात्मक परिवर्तनका रेखाहरू कोर्दै अघि बढेकोमा कसैको दुई मत छैन।